यो घर नलडी नजाने लडाइदिउँ त अहिले तेरा कुर्सी मात्रै के भन्दैछ यो यो बाउ लाग्यो त सकिहाल्यो नि सक्नु त सक्नु परिहाल्यो नि हौ अब कहाँ सुत्नु नि भरे कहाँ सुत्नु होला बौलायो यसलाई के गरौँ पुलिस बोला बौलायो नजाने काठमाडौँ जाउँ मैले काठमाडौँ यहाँ नबस्ने हो म बस्छु मैले बौलाकै होस् जा तेरो घरतिर काठमाडौँ तैँले बनाएको छैन तैँले बनाएको होस् र घर जा जान्छस् छाडा भनेर भन्नु हुन्थ्यो होइन तर हामीले घर लडाउँदैछौँ एउटा मजाक मात्रै हो हेर्नु त आमा मर्किएको छ नि कसरी लडायो यत्रो घर लडो होइन त मम्मी लडाउने खोजेको लड्छ त अनि तपाईँलाई लाग्ला यो बौलाएर चाहिँ रमेश बुढाथोकीले के गर्दैछ भन्ने लाग्यो ल तर हामीले मम्मीले मैले त होइन मेरो कन्ट्याक्ट कस्तो रहेछ मम्मीले चाहिँ कन्टेन्ट मैले मेरो कन्टेन्ट यो खालको बनाइ हेर त छोरा कस्तो हुँदो रहेछ भनेर मम्मीले सिकाएर अनि बनाएको म यस्तो कन्टेन्ट बनाउने खालको मान्छे होइन तर मम्मीको यो कन्टेन्ट मम्मीको कन्टेन्टलाई चाहिँ कस्तो हुँदो मन पर्यो भने लाइक सेयर गरिदिनु होला सेयर कमेन्ट गरेर संसारसँग पुऱ्याइदिनु होला होइन अब यहाँ नयाँ घर ठडिँदैछ यो घर चाहिँ हामीले लडाउँदैछौँ तपाईँहरूलाई चाहिँ हामी आमा छोरा मिलेर प्रेङ मात्रै गर्दैथ्यौँ कोही पनि नरिसाइदिनु होला है त हस् त नमस्कार